विश्वका घटनाक्रमहरूलाई नजिकबाट नियाल्ने हो भने कुनै पनि राष्ट्रमा घट्ने घटनाहरूलाई सरकारले तत्काल रेस्पोन्स नगर्दाखेरि विभिन्न माध्यमबाट आउने गलत समाचारहरू, अविश्वसनीय समाचारहरू, अपुष्ट समाचारहरूप्रति जनताले आफ्नो धारणा बनाउँछन्। बनाएकै कारणले गर्दा यो अपुष्ट धारणामाथि जनताले तत्काल विश्वास गरिहाल्छन्, किनभने सरकारी माध्यमबाट आउने समाचार विश्वसनीय भरपर्दो हुन्छ। बाहिर माध्यमबाट आउने समाचारमा हामी भर पर्न सक्दैनौँ। तर त्यो बीचमा त्यो रिक्तता हुने बित्तिकै जनताहरूले अपुष्ट समाचारहरूमाथि भर पर्नुपर्ने अवस्था आउँदा त्यस्तो अपुष्ट समाचारले निम्ताएको ठुला ठुला दुर्घटनाहरूमा तपाईँ पनि साक्षी हुनुहुन्छ, म पनि साक्षी छु र वैश्विक विभिन्न घटनाहरू हेऱ्यौँ भने हामी सबै विश्व समुदाय नै साक्षी छ। नेपालमा पनि विगतमा जस्तै हामी सोसियल हार्मोनी, रिलिजियस हार्मोनी, कल्चरल हार्मोनीमा बसिरहेको समुदायको बीचमा केही दिन अगाडि अप्रिय घटना घट्न पुग्यो। त्यो घटना निन्दनीय थियो, दुर्भाग्यपूर्ण थियो। हामीले त्यसको धेरै क्षति बेहोर्यौँ, हामी सबै साक्षी छौँ। अब कुरा के आयो भने एउटा तराईमा हाम्रो डिजे कल्चर छ। म पनि तराईकै हो, म तराईको धेरै डिस्ट्रिक्टको कमान्ड गरेर आएको हो। त्यसले गर्दा पनि मलाई तराईका जिल्लाहरूमा हुने गतिविधिसँग म नजिकबाट वाकिफ छु। त्यहाँ के छ भन्दाखेरि डिजे कल्चर सबैको लागि स्वीकार्य छ, त्यहाँ ग्राह्य छ। तपाईले अहिले पनि हेर्नुभयो भने मुस्लिम समुदायले, हिन्दू समुदायले आयोजना गर्ने कुनै पनि चाडपर्व, धार्मिक रीतिरिवाजहरूमा हामीले आफ्नै घरको छतमाथि माइक झुन्डाएका छौँ, घर अगाडिको बगैँचामा माइक झुन्डाएका छौँ। विराटनगरकै कुरा हेर्ने हो भने, बुधाहाटमा गएर हेर्नुभयो भने साम्प्रदायिक एकताको ज्वलन्त उदाहरण त्यहाँ हामी देख्न पाउँछौँ। मैले ठ्याक्कै त मलाई थाहा छैन, मेरो कार्यक्षेत्र पनि थियो एक समय, करिब 20 मिटरको दूरीमा त्यहाँ मस्जिद पनि छ, हनुमानको मन्दिर पनि छ, घन्टी पनि बज्छ, त्यहाँ आरती पनि हुन्छ र नमाज पनि पढिन्छ। त्यहाँ कति सौहार्दता छ त्यहाँ हेर्नुस्। 5 चोटि त कम्तीमा नमाज पढिन्छ त्यहाँ। कहिले उहाँहरूको बीचमा वैमनस्यता भएको मलाई थाहा छैन। यदाकदा हुन्छ, कहिलेकाहीँ विचारको द्वन्द्व हुन्छ, भावनाको द्वन्द्व हुन्छ, झैझगडा हुन्छ, तर त्यसले साम्प्रदायिक आवरण ग्रहण प्राय गरेको मैले देखेका छैन। हामी यसरी बसेका छौँ, यसरी अटाएका छौँ। तर यो अटाएर बसेको, रमाइलोसँग बसेको, यो हार्मोनी बनाएर बसेको कसैलाई बित्छ। हेर्नुहोस्, करिब अलिअलि झझलको कप्तानगञ्जले पनि दिएको जस्तो मलाई लाग्छ। हेर्नुहोस्, किनभने त्यो विवाद त्यसरी मृत्युवरण गर्ने एउटा युवाले पुग्ने अवस्थासम्मको थियो जस्तो मलाई लाग्दैन। खैर, कताबाट गोली आयो, कसले चलायो, वास्तविकता के हो, बुसमा को लुकेर बसेका थिए, हवाई फायर पनि भयो भन्ने सुनिन्छ। यो कुरालाई गम्भीरता साथ हेर्नको लागि समिति बनेको छ। अहिले पनि प्रहरीका अनुसन्धान टिमहरू लागेका होलान्। उहाँहरूको प्रतिवेदन नआउँदासम्म हामीले यहाँ बोल्नु हतार हुन्छ जस्तो मलाई लाग्छ। त्यसले मुलुकभरि नै, हेर्नुहोस्, एक ठाउँमा घटेको घटनाले मुलुकभरि नै द्वन्द्वको सिर्जना गरेको हामी सबैलाई थाहा छ। हामी भन्यौँ तराईबाट उता छिमेकी मुलुकबाट व्यक्तिले घुसपेट गर्यो, हामीले गम्भीर कुरा त भन्यौँ, तर कहिलेकाहीँ त्यो पुष्टि पनि भएको छ। अझ हामीले यो कडीलाई, यो घटनालाई हामीले म्यानमारसँग जोड्यौँ, जहाँ कि 1982 को म्यानमारको संविधानले, तत्कालीन बर्माको संविधानले
के अरे तपाईँको नागरिकता एक्टले, नागरिकता कानुनले त्यो अल्पसङ्ख्यामा रहेका रोहिङ्गाहरूलाई नागरिकताको के अरे नागरिकको कोटामा राखेन। 1975 को द्वन्द्व के अरे त्यहाँ द्वन्द्व भयो, द्वन्द्वबाट चाहिँ नि धेरै विस्थापित पनि भए त्यहाँबाट। हेर्नुहोस् भनेपछि यो के छ भन्दाखेरि त्यहाँबाट विस्थापित भएर आएका के अरे रोहिङ्गाहरू तपाईँको बङ्गलादेशमा शरण लिए, बङ्गलादेशबाट भारत आएर बसे र अहिले नयाँ भाजपाको सरकार बन्ने बित्तिकै त्यहाँको शुभेन्दु अधिकारीको चाहिँ सरकार अलिकति गम्भीरताका साथ कडाइका साथ प्रस्तुत हुने बित्तिकै उनीहरू वैकल्पिक शरणमा चाहिँ लागेको क्रममा नेपाल पनि आए भन्ने सूचना छ। तर यो सूचनामाथि कतिको विश्वसनीय छ यो सूचना, कति भरपर्दो छ, नेपालको इन्टेलिजेन्सले सूचना ग्यादरिङ गरेकै होला। तर एउटा म पूर्व सुरक्षाकर्मीको नाताले म के भन्छु भने पक्कै पनि केही सङ्ख्यामा विभिन्न नाकाबाट प्रवेश पाएको हुनुपर्छ। किनभने आजभन्दा 2 वर्ष अगाडि काठमाडौँमा सुनौली नाका प्रयोग गरेर आएको 5-7 जना रोहिङ्गाहरूलाई काठमाडौँमा सुरक्षाकर्मीले नै समातेको। त्यसले गर्दा यो गम्भीर विषय हो। के अरे केही रोहिङ्गालाई प्रयोग गरेर 1.5 वर्ष अगाडि भारतको दिल्लीमा स्वतन्त्रता दिवसको अवसरमा चाहिँ बम ब्लास्ट गर्ने योजना बनाएको र त्यो बेलामा दिल्ली प्रहरीले सूचना डेभलप गरेर उनीहरूलाई गिरफ्तार गरेको पनि तपाईहरूलाई पनि थाहा छ। त्यसले गर्दा यो कुरा के हुन्छ भन्दाखेरि तपाईँ हामी मिलेको देख्न नचाहने धेरै छन्। मुलुकमा अशान्ति होस्, फेरि अहिले के छ भन्दाखेरि एकमना सरकार छ, यो सरकारको मुख्य टार्गेटै के छ? सुशासन छ। सुशासन हुने बित्तिकै त्यो सुशासनको छाया बर्डरमा गएर पनि देखिन्छ। किनभने बर्डरमा पनि के हुन्छ? कडाइ हुन्छ। तपाईँले देख्नु भएकै छ हालै 100 रुपियाँभन्दा बढीको चाहिँ सामानमा के अरे लाग्ने यो त पहिलेदेखि नै थियो। फेरि अहिलेको नयाँ सरकार आउने बित्तिकै त्यसलाई कडाइ गर्ने बित्तिकै धेरैको आँखामा यो सरकारको के अरे सरकार चाहिँ बिजेको पनि छ। त्यसले गर्दा आफ्ना स्वार्थ पनि चाहिँ बाजिएपछि कसैले पनि चाहिँ सुशासन को दिशामा हिँडेको सरकारलाई मन पराउँदैन हैन। त्यो कुरा चाहिँ नि अब मैले भनिराख्नु पर्ला जस्तो मलाई लाग्दैन। तर जेसुकै होस् सरकार चाहिँ नि सुशासनमा माथि के अरे टिकेर बनेको छ। अब यो सरकारले कतिको सुशासन दिन्छ त्यो हेर्न भने बाँकी छ हैन। अहिले 4 महिना भयो, 4 महिनामा सरकारले गरेका निर्णयहरू नागरिक केन्द्रित देश केन्द्रित नै छ जस्तो लाग्छ। कुनै नागरिकको हित विपरीत छ जस्तो लाग्दैन। हेर्दै जाउँ, किनभने यो डेलिभरी भन्ने कुरो छोटो समयमा यसले रिजल्ट पनि दिँदैन। अलि इट टेक्स टाइम। अब त्यो समय आउन चाहिँ बाँकी छ। त्यसपछि हामी थप सरकारको विश्वसनीयताको बारेमा कमेन्ट गरौँला। जहाँसम्म घटना घट्यो त्यो घटनामा सुरक्षाकर्मीले रेस्पोन्स त गर्यो तत्काल, तर त्यो बेलामा परिस्थिति धेरै काबुभन्दा बाहिर गइसकेको हुँदा त्यहाँ दुर्घटना पनि भयो। मैले अघि यहाँहरूलाई भने प्रहरीको बुलेट हो अथवा बुसबाट झाडीबाट आएको बुलेट हो त्यो थाहा छैन। अन्दाजिफिकेसनमा त्यो कुराहरू बाहिर आयो। सबैले अनुमानको भरमा त्यो कुरालाई बाहिर ल्याएका छन्। खैर अब वास्तविक प्रतिवेदनमाथि टेकेर सरकारले बोल्यो भने त्यो कुरा पनि छर्लङ्ग होला। अब अर्को कुरा के छ भन्दाखेरि त्यसैमाथि टेकेर हेर्नुहोस् धेरै जिल्लाहरूमा आगो सल्कियो। नभएको पनि होइन, डिजेकै कारणले गर्दा दुर्घटना नभएको पनि होइन। यहाँहरूलाई भनौँ म कपिलवस्तुको बहादुरगञ्ज र महाराजगञ्जमा कपिलवस्तुको यही डिजेकै विषयलाई लिएर मोहम्मद डेको दिन आजभन्दा केही वर्ष अगाडि मोहम्मद डेको दिन कर्फ्यू लाग्यो, गोली चल्यो, एकजना व्यक्तिले मृत्यु वरण गर्न पुग्यो। द्वन्द्वको कालमा मोइन खान भन्ने व्यक्तिलाई गोली हानियो, कसले हान्यो त्यो थाहा पाएन। त्यहाँ चाहिँ नि उहाँको मृत्यु भएपछि लोकल नेता हुनुहुन्थ्यो, 14 जनाको दुःखद निधन भयो। भन्नाले एकजना व्यक्तिमाथि हुने दुर्घटनाले सारालाई चाहिँ नि पिरोल्छ भन्ने कुरो हामी नै एक्जाम्पलको लागि चाहिँ नि काफी छौँ। यहाँलाई थाहा होला गुजरातको साबरमती ट्रेनमा के अरे अयोध्याबाट गइरहेका कार सेवकहरू 59 जना थिए। 6 वटा बोगीमा आगजनी भएर व्यक्तिहरू मरे। कति समयसम्म त्यहाँ चाहिँ द्वन्द्व भयो। सरकारी आँकडा 1000 भन्छ तर बाहिरी तथ्याङ्क भन्छ 2000 भन्दा बढी मरे। अर्को घटना पनि यहाँहरूलाई थाहा होला, यो धर्मको कुरा मैले गरिरहेको छु, धर्मको कुरो जोडिएको भएर मैले गरे हो, नभए मैले गर्थेन। तपाईँको हिन्दू र मुस्लिमको ठुलो दङ्गा कहाँ भयो? भागलपुरमा भयो।
जब यो बाबरी मस्जिद ढालियो र राम मन्दिर बनाउने क्रममा त्यहाँ चाहिँ नि विवाद हुँदाखेरि त्यहाँ चाहिँ नि ठुलो दङ्गा भयो। 2 महिनासँग एलास्टिक तन्काएको जस्तो तन्काए त्यहाँका चाहिँ नि विभिन्न स्वार्थ भएका व्यक्तिहरूले। हजारौं जना मारिए, 100 जनालाई त एउटै खाल्टो पुरेर पनि चाहिँ नि गाडियो र माथि चाहिँ नि के अरे गोबीको बोट चाहिँ नि रोपियो घटनास्थललाई छोप्नको लागि। त्यस्तै घटना धेरै भएको छन्। दिल्ली दङ्गा हेर्नु, बम्बईको मुम्बईको दङ्गा हेर्नुस्, त्यही बाबरी मस्जिदकै कारणले गर्दा हेर्नुस् कति हजारौं जना मरे। त्यसैको लगत्तै 1 वर्षपछि सिरियल बम ब्लास्ट भयो, कतिजना हताहत भए भनेपछि आज एउटा ठाउँमा घटना भयो, त्यो घटनामा साम्प्रदायिकताको कुरा जोडिने बित्तिकै त्यसले आगो जस्तो चाहिँ नि फैलिन्छ। कारक एउटा व्यक्ति हुन्छ, पिरो लिन्छ हजारौं नागरिक, लाखौं नागरिक। हामीले गम्भीरताका साथ लिनुपर्छ। सुनसरीको पनि घटना फैल्दै गएर चाहिँ नि तपाईँ सिराहामा पनि एकजना व्यक्ति भर्खरको यङ 17 वर्षको युवाले आफ्नो के अरे मृत्युवरण गर्न पर्यो। त्यसको पनि छानबिन चाहिँ हुँदैछ। प्रहरीलाई पनि गोली प्रहार भएर चाहिँ नि प्रहरी अहिले उपचारकै सिलसिलामा छ। खैर यी सबै घटनालाई समग्रमा सरकारले हेरिरहेछ। समिति बनेको छ, समितिको रिजल्ट नआउँदासम्म हामी कुरौँ। अब सरकारको भूमिका मैले तपाईँलाई भने अघि, तत्काल घटेको घटनामा सरकारको आधिकारिक धारणा आएन भने गलत सूचनामाथि विश्वास गर्नुपर्ने अवस्था चाहिँ आउँछ। अहिले त के छ, एल्गोरिदमले समाचार बनाउँदैन, एल्गोरिदमले समाचार बनाउँदैन, बनेको समाचारलाई चाहिँ पढ्ने बाध्यता गराइदिन्छ। हेर्नुस् त्यो समाचार, त्यो कन्टेन्ट कस्तो छ, समाजको लागि पाच्य छ कि छैन, हैन, यसले कुनै दुर्घटना निम्त्याउँछ कि नै, तर एल्गोरिदम चाहिँ के भइदिन्छ, एकोहोरिन्छ। समाचार बनाउँछ अरूले, पढ्न बाध्य पार्छ एल्गोरिदमले। हामी सबै गम्भीर हुनुपर्छ। त्यही भएर मैले यहाँहरूलाई भने सबै गम्भीर हुनुपर्छ। अहिले सरकार पनि तात्यो, केही समय विलम्ब भए तापनि रवि के अरे पार्टी सभापतिजीले सर्वदलीय बैठक बस्नुभयो, लगत्तै प्रधानमन्त्रीको सक्रियता देखियो, लगत्तै गृहमन्त्रीजीले 4 दिनको डोर मुकाम गएर, यस्तो दृश्य मैले देखाएको थिएन। 29 वर्ष मैले पनि सर्भिस गरेँ। 29 वर्षमा गृहमन्त्रीजीले मुकाम बनाएर डोर मुकाम बनाएर त्यसरी घटनालाई चाहिँ डिल गरेको। प्रहरीले पनि आफ्नो दायित्व त गर्छ, गर्यो पनि त्यो दिन त भन्नुस् न, रातको बेलामा ब्ल्याकआउट छ, प्रहरीले 2 पक्षलाई चाहिँ भिड नदिएको भए हामीले रातको बेलामा बल प्रयोग गर्यौँ भने कहीँ पनि लाग्न सक्छ है भनेर ऊ तटस्थ प्यासिभ चाहिँ नि बस्देर उता 2 पक्षको बिचमा मारामार भएर 5-10 जना चाहिँ मरेको भए त्यहाँ फिल्डमा खटिएका प्रहरीको व्यावसायिक क्षमतालाई लिएर ठुलो चाहिँ नि प्रश्न चिन्ह उठ्थ्यो। मुलुक नै आगो बल्ने अवस्था आउँथ्यो। अब उसले ब्ल्याङ्क फायर प्रयोग के अरे युज गर्यो भन्ने कुरा पनि आएको छ। खैर मैले अघि नै भनिसकेँ, यसलाई हामी प्रत्यक्षदर्शी त्यहाँ नभएको हुँदा धेरै हाम्रो मुखबाट बाहिर आउनु कुरा ठिक पनि हुन्न, समिति अथवा प्रतिवेदनले ल्याउला। अब त्यहाँ चाहिँ नि तपाईँको ठुलो हताहत चाहिँ नि हुनबाट जोकियो, तर एकजना व्यक्ति त गयो नि, एकजनाको व्यक्ति पनि ठुलो हुन्छ, ठुलो चाहिँ नि महत्त्व राख्छ हैन। इमिडिएटली डोर मुकाम गरेर रातारात मध्यरातमा सहमतिको बिन्दुमा चाहिँ नि तपाईँको सबैलाई ल्याउने अवस्था बन्यो। त्यसमा प्रशासनको पनि भूमिका त्यत्तिकै थियो होला, लोकल एडमिनिस्ट्रेसनले चाहिँ नि पृष्ठभूमि तयार गरिदियो। त्यसमा आएर उहाँको उपस्थितिमा साक्षी बस्नु हो, बसेकोमा त्यो के भन्दाखेरि पीडितहरू पनि अलिकति भरपर्दो देखिए। किनभने यस्ता समितिहरू धेरै बने, सिडिओ साहबहरूले धेरै आश्वासन दिनुभयो, तर त्यो चाहिँ नि कहिले पनि लागू भएन। र उहाँ त्यहाँ किन जानुभयो, के अरे यो त के अरे धेरै तपाईँको त स्टन्ट गर्नुभयो गृहमन्त्रीले भन्नुभयो। अब म के भन्छु भने यो मुद्दामा म त स्वतन्त्र नागरिक हो, कसै पार्टीप्रति मेरो आग्रह पूर्वाग्रह केही पनि छैन। आजको दिनमा कुनै सदस्यता पनि मैले लिएको छैन र लिनुपर्ने अवस्था पनि मलाई छैन। त्यही भएर म निष्पक्ष रूपले के भन्छु भने गृहमन्त्रीज्यू आफै पुगेको कारणले के भयो भन्दा प्रशासनले मध्यस्थता गरेको भए त्यसले त्यति गम्भीरता लिन्थेन होला। किनभने त्यहाँका जनताहरू, भुटामा पनि काण्ड भएको थियो, के अरे सुनसरीकै भुटामा पनि, त्यही नजिकै छिमेकी जिल्ला चाहिँ नि मोरङको विराटनगरमा पनि त्यस्तै काण्ड भएको थियो। खालि सहमति कागजमा मात्रै सीमित भयो।
प्रशासनले सहमत गरायो, त्यही भएर अहिले चाहिँ नि भरपर्दो सरकारका प्रतिनिधि त आउनुपर्छ भनेर मागै उठ्यो। त्यही भएर उहाँ जानुभयो, सहमति भयो। उहाँ नगएको भए के हुन्थ्यो भने सहमति गर्दा 1 नम्बर बुँदामा यो निर्णय भयो भन्दा त्यहाँबाट काठमाडौँ फोन गर्नु पर्थ्यो, हजुर 1 नम्बर बुँदामा यो कुरा सहमति भयो, ओके वा नो हुन्थ्यो। 2 नम्बर बुँदामा हजुर यो सहमति भयो, सोध्नु पर्थ्यो प्रत्येक बुँदामा। आज त्यही निर्णय गर्ने व्यक्ति घटनास्थलमै बसेर त्यही नै निर्णय दिने व्यक्तिकै उपस्थितिमा कसैलाई सोधिराख्न पनि परेन। केही महत्त्वपूर्ण कुरामा सम्झौता गर्ने अवस्था आएको भए गृहमन्त्रीज्यूले पिएमलाई सोधै फोन गर्नुहुन्थ्यो होला, सोध्नुहुन्थ्यो। त्यसले गर्दा एउटा त के भयो भने पीडितलाई पनि धेरै राहत भयो र सुरक्षाकर्मी र प्रशासनले पनि त्यो वातावरण के विश्वासको वातावरण बनाउने अवस्था आयो। यही कुरा लिएर चाहिँ के भन्न पनि थालियो, स्टन्ट गर्यो मध्यरातमा गएर। यसरी जनताका जल्दा बल्दा आगो बलिरहेको ठाउँमा पानीको रूपमा उहाँ प्रस्तुत हुने कुरालाई लिएर स्टन्ट हो भने यस्ता स्टन्ट गृहमन्त्रीज्यूले पटक पटक देखाउनुपर्छ। विगतका सरकारहरूले के भन्यो, गृहमन्त्री के अरे सिंहदरबार अब गाउँ गाउँमा, सिंहदरबार गाउँ गाउँमा त नारामा मात्रै सीमित रह्यो हिजो। आज त सिंहदरबार गाउँ गाउँमा त निजगढबाट सुरु भयो, गोलबजारबाट सुरु भयो, तपाईँको के अरे कप्तानगञ्जबाट सुरु भयो। मलाई त्यस्तो लाग्छ, यो मेरो व्यक्तिगत हो। भोलि उहाँहरूको डेलिभरीमा कुनै बेइमानी भयो भने त्यसमा पनि कमेन्ट गरौँला स्वतन्त्र नागरिकको हिसाबले। जे होस् एउटा कमिटमेन्ट भयो, सबैजना आउनुभयो, मिल्नुभयो होइन। यो कारणले गर्दा पनि अहिले हामीहरू त्यहाँ के अरे सबैजना एउटै चाहिँ नि उसमा बसेर होइन एउटा सौहार्दपूर्ण वातावरणमा आफ्नो दैनिकमा फेरि व्यस्त चाहिँ नि भएको चाहिँ अवस्था छ। हेर्नुहोस्, त्यसले गर्दा हामीले पनि सधैँ यस्तो चाहिँ नि अपेक्षा गर्नुपर्छ। कसैले चाहिँ नि पोलिटिकल ब्रेड चाहिँ नि सेक्ने काम कहिले पनि गर्नुहुन्न। नागरिकको चाहिँ नि लासमाथि राजनीति हामीले कहिले पनि गर्नुहुन्न। साँचो कुरा जे हो त्यो कुरा चाहिँ नि हामीले पस्किनको लागि चाहिँ नि कहिले पनि कन्जुसाई चाहिँ नि गर्न हुन्न। विगतका पनि चाहिँ नि दृष्टान्तहरूलाई चाहिँ नि हेर्ने हो भने हामीले कुनै पनि घटनालाई गम्भीरताका साथ नलिँदाखेरि के अरे 7 दिनमा मिल्ने घटना हामीले वर्षौँ पनि लगाएका छौँ। हेर्नुहोस्, त्यो कुरालाई पनि हामीले कसैले पनि भुल्नुहुन्न। खास गरेर मिडियाको भूमिका यस बेला एकदमै चाहिँ नि अहम छ। हेर्नुहोस्, अहिले के भएको छ भन्दा मिडियाको कारणले गर्दा पनि केही मिडिया है फेरि धेरै मैले त देख्छु विगतको भन्दा यति व्यावसायिक मिडियाहरू पनि हुनुहुन्छ, तर केही मिडियाहरू मोनिटाइजेसनको कारणले गर्दा गलत सूचनाहरू सम्प्रेषण गरेर हेर्नुहोस् त समाजलाई चाहिँ नि उद्वेलित तपाईँको के अरे दिग्भ्रमित हाम्रो हार्मोनी बिगार्ने काममा पनि समाचारहरू चाहिँ नि बाहिर प्रकाशित चाहिँ नि भएको मैले पनि देखेको छु, हामी सबैले देखेको छौँ। त्यो दुर्भाग्यपूर्ण हो। त्यस्तो अवस्था चाहिँ नि आउन हुँदैन। खैर यो घटनाले गर्दा अहिले भनौँ न तत्कालको लागि चाहिँ नि शान्ति स्थापना भएको हामीले देखेका छौँ। जहाँसम्म रोहिङ्गा शरणार्थीको कुरा चाहिँ नि बेला बेलामा चाहिँ नि आउँछ। अहिले हो हाम्रो बर्डर चाहिँ नि एकदमै ओपन छ, पुरा खुला छ। तपाईँहरूलाई थाहा होला 2081 साल मङ्सिरमा र गएको साल 3टा राम्रो निर्णय चाहिँ नि भएको छ। उताको के अरे बिओपी के अरे उहाँको चाहिँ नि एसएसबीको चिफ, यताको हाम्रो एपिएफको चिफको उपस्थितिमा गृह मन्त्रालयको समन्वयमा निर्णय भएको छ 3टा। एउटा के भएको छ भन्दा दुवै देशका सेक्युरिटी मिलेर जोइन्ट टास्क फोर्स बनाउने। दोस्रो कुरा के भन्छ भने तपाईँको के अरे इन्फर्मेसन डेस्क सिमानामा के अरे इस्टेब्लिस गर्ने, अर्को रियल टाइम इन्फर्मेसन सेयर गर्ने। त्यो भनेको के भन्दाखेरि यी सबै 3टै कुरा बर्डर क्राइमसँग इन्टर रिलेटेड छन्। यिनीहरू 3टै कुरा बर्डर क्राइम्स रोक्नेसँग गाँसिन्छन्। किनभने अहिले के छ भन्दा आधार कार्ड चाहिँ नि बनाएका छन्। रोहिङ्गा भन्नुहोस्, सोमालियन भन्नुहोस्, श्रीलङ्कन भन्नुहोस्, जेसुकै भन्नुहोस्, अहिले आधार कार्ड चाहिँ नि बनाएर अब त्यो पैसा दिएर बनायो होला है। आधार कार्ड बनाएर त्यही कार्ड चाहिँ नि देखाएर तपाईँको बर्डरमा देखाएर चाहिँ नि प्रवेश मागिरहेका छन्, आइरहेका छन्। अब नेपाल प्रहरीले पनि हेर्ने के आधार कार्ड भन्ने बित्तिकै राष्ट्रिय परिचय पत्रकै रूपमा मान्यता दिने भयो। त्यसरी देखाएर पनि धेरैजनाहरू आइरहेछन्। अब हाम्रो झगडा कहाँ छ? काला पानी र सुस्तामा मात्रै सीमित छ। हेर्नुहोस् है, कस्तो दुर्भाग्यपूर्ण के हेपा प्रवृत्ति भन्छु म त। किनभने 1981
बाट सीमा सुरक्षा मा चाहिँ नि गम्भीरता देखाएको जस्तो गर्यो भारतले। 2005 मा आएर ल अब त नाप जाँच गरौँ है, हामी दुई देशका एउटा मिति तय गरौँ, नाप जाँच चाहिँ नि हामी गरौँ है यो डेटमा। त्यो डेटमा नेपालको नापी टोली प्राविधिक टोली पुग्छ, भारत आउँदैन। त्यसको लगत्तै 2014 मा फेरि तपाईको बोर्डर वर्किङ ग्रुप बन्यो। त्यो ग्रुपको टास्क चाहिँ नि यहाँहरूलाई पनि थाहा होला, हेर्नुहोस्, मलाई त अचम्म लाग्यो के त्यो टास्क को काम के भन्दा तपाईको कालापानी र सुस्ता बाहेक है, फेरि ल हेर्नुहोस्, कालापानी र सुस्ता बाहेक को त्यो बोर्डर वर्किङ ग्रुपले काम गर्ने हो भने त्यसको केही औचित्य छ भने छँदै छैन। पिलर ढलेका छन्, 8553 पिलर ढलेका छन्, 2000 कति पिलर चाहिँ नि तपाईको हराएका छन्, 1600 पिलर चाहिँ नि के अरे जीर्ण अवस्थामा छन् हैन। यी पिलरहरूमा को क्षेत्रमा काम गरौँ पहिला। अहिले डिस्प्युटै के छ, यो भूमि तेरो यो मेरो, किनभने त्यहाँ छैन, न त जङ्गे पिलर छ न त चाहिँ नि साना साना पिलर छन्। हराएका भूमि हराएका पिलरहरू बेजोड नेपालले चाहिँ नि बनाउने, जोड र चाहिँ नि जङ्गे पिलर चाहिँ नि भारतले बनाउने सहमति भयो। खोइ कार्यान्वयनको तह खोइ त। यदि पिलरलाई हामीले अपडेट गरेर चाहिँ नि राख्न सकेको भए तपाईको के अरे अहिले तेरो र मेरो भन्ने विवाद चाहिँ नि हुन्थेन। हिजो पनि हेर्नुहोस् त दादागिरीको शैलीमा आयो। तटबन्ध उसले अस्थायी तटबन्ध हो, त्यो भूमि कब्जा गर्न खोजेको होइन। के बाँच्न पाउँदैन नेपाली नागरिकले आफ्नो भूमिमा? पानी नपरोस् यो वर्ष तटबन्ध बनायौँ भने बाढी चाहिँ नि पस्दैन, आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि हो। त्यति गर्यो भने उसँग जति भूमि छ त्यो भूमिलाई कल्टिभेट गर्छ उसले, अनि वर्षको अन्न आफूलाई चाहिने उत्पादन गर्छ। त्यति पनि गर्न चाहिँ नि नदिनको लागि त्यहाँ हेर्नुहोस् त, हाम्रो मधेसी मूललाई त सेल्युट गर्नुपर्छ। बोर्डरको सीमा जोगाउनको लागि उनीहरूको जस्तो ठुलो भूमिका त मैले देख्दिनँ। हेर्नुहोस्, केही समय अगाडि यहाँहरूलाई पनि थाहा छ, 2 वर्ष अगाडि 3 वर्ष अगाडि सप्तरीमा पनि यस्तै भएको थियो। त्यहीका लोकल सिटिजनले तपाईको मधेसी मूलका सिटिजनहरूले लख्योटिए। हेर्नुहोस् यस्तो अवस्था छ, हेर्नुहोस् छैन। प्राविधिक रूपले काम गरौँ छैन, मुखमा हुन्छ फेरि चेलीबेटीको कुरा हुन्छ, यो हुन्छ, रोटीबेटीका कुराहरू हुन्छ, त्यसलाई व्यवहारमा कार्यान्वयन चाहिँ गरिदिने हो भने एकदम अहिले तपाईँलाई भनौँ, तपाईँ हामी सबैलाई थाहा छ अहिले भू राजनीति कति संवेदनशील छ। अहिले चीनले आफ्नो एक छत्र चाहिँ नि प्रभुत्व बढाउन लागिरहेछ। यता अमेरिका चाहिँ नि वारमा इन्गेज छ। यही बेला उसले नाटोदेखि लिएर G7 को आफ्नो पक्षमा आउन सक्नेहरूलाई बेला बेलामा निम्ता दिएर बोलाइरहेछ। आर्थिक प्राविधिक विभिन्न क्षेत्रमा चाहिँ नि काम गर्छु भनेर हात मिलाइरहेछ। विभिन्न मञ्चहरूमा चाहिँ उसले चीनले आफ्नो सक्रियता देखाइरहेछ। हालै मात्र साउदी अरबले यो के अरे ओमानको खाडीमा साउदी अरबको जब यो तेल ट्याङ्करहरूलाई चाहिँ नि उ गर्यो, तपाईँको हर्मुजमा डिस्टर्ब भएपछि उसले त्यो चाहिँ नि के अरे रेड सी को नाका चाहिँ नि प्रयोग गर्न खोज्यो उसले है। खोज्दाखेरि त्यहाँ पनि हुतीहरूले चाहिँ नि डिस्टर्ब गर्ने बित्तिकै उसले त्यो एरिया डोमिनेट गरेर आफ्नो चाहिँ नि ऊर्जा को चाहिँ सुरक्षा गर्ने भनेर उसले अहिले 13 देशको त सहमति गराइसकेका छ हैन। अन्य देशहरूलाई पनि आफूतिर आकर्षित पारिरहेछ। यसले गर्दा पनि तपाईको के अरे चीनलाई चाहिँ नि के अरे उसलाई भारतलाई टाउको दुखाइ छ, के अरे उसलाई अमेरिकालाई। फेरि अर्को कुरो तपाईँको यो ऊ छ नि अहिले के अरे नर्थ कोरिया, अमेरिका, रुस र चीन, के अरे चीन, रुस, तपाईँको के अरे उत्तर कोरिया र अर्को कुनै एउटा चावडा देश, अहिले चावडा देश मिलेर एउटा के गरेका छन् उनीहरूले, यो अघोषित सैन्य गठबन्धन जस्तो बनाएका छन्। मैले भन्नको खोजेको कुरा के भन्दाखेरि यो चीनको प्रभुत्व अहिले बढिरहेको बेलामा हाम्रो यो भारत र चीन दुईटालाई कूटनीतिक सन्तुलनका साथ हामी अगाडि बढ्नुपर्ने अवस्था छ। यो बेला सीमाको समस्यामा भारत र नेपाल तर्फबाट पनि, नेपाल त जहिले पनि गम्भीरै छ हैन, देखायो भने यो समस्या पनि चाँडै सम्पन्न हुन्छ र बोर्डर क्राइमलाई पनि यसले धेरै हदसम्म चाहिँ नि रोक्ने काम चाहिँ नि गर्छ जस्तो मलाई लाग्छ।